नमस्कार, म नवराज अर्याल। म चाहिँ कलङ्की काठमाडौँबाट हो। मैले काठमाडौँ होलिडेबाट चाहिँ म यो दोस्रो पटक हो मेरो कैलाश मानसरोवर यात्रा। पहिलो पटक आउँदा पनि एकदम रमाइलो भएको थियो होइन। अहिले यो 6 वर्षपछि दोस्रो पटक आउँदा त झन् व्यवस्थादेखि सबै कुरा, यहाँको म्यानेजमेन्ट, तपाईँहरूको हाम्रो चाहिँ काठमाडौँ होलिडेको जुन म्यानेजमेन्ट जसरी हामीलाई चाहिँ यहाँ म्यानेजमेन्ट गरेर राख्नु हो त्यो एकदमै चित्त बुझ्यो। र अर्को कुरा भनेको यहाँ आउँदाखेरि तपाईँको खानै मन लाग्ने थिएन। पहिलोचोटि आउँदा हामी कसैले खाना खाँदैनौँ, अब के भएर थाहा भएन। तर यसपालि चाहिँ तपाईँको लन्च डिनरदेखि ब्रेकफास्ट जेड सबै राम्रो छ। एकदमै फेसिलिटी दिनुभएको छ, कुनै कुराको पनि कमी गर्नुभएको छैन। त्यसको लागि चाहिँ म मेरो होल फ्यामिली हामी आएको छौँ। हामी गोरखनाथ परिवारै आएको छौँ, मेरो आफ्नो पर्सनल परिवार पनि छौँ। हामी सबैको तर्फबाट काठमाडौँ होलिडेलाई मुरी धन्यवाद। यस्तो पवित्र स्थलमा चाहिँ कैलाश मानसरोवरमा ल्याएर हामीले चाहिँ रुद्री हवन होइन अनि लाखबत्ती हामीले बाल्यौँ। यो सम्पूर्ण कुराहरूको म्यानेजमेन्ट गरिदिनु भयो। सामानहरू पास गर्नलाई चाहिँ सम्पूर्ण कुराहरूको सहयोग गरिदिनु भयो। यसको लागि पनि मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँहरू यदि कैलाश मानसरोवर आउन चाहनुहुन्छ भने काठमाडौँ होलिडेबाट आउनु होला। अरू धेरै कम्पनीका यहाँ धेरै मान्छेहरू पनि भेटेँ मैले। उहाँहरूले चाहिँ आफ्नो कम्प्लेन गर्दै हुनुहुन्थ्यो, हाम्रो चाहिँ बयान गर्दै हुनुहुन्थ्यो। किनभने हामीसँग सानो गाइडलाई पनि गाइड हुनुहुन्थ्यो क्या। हामीसँग चाहिँ जस्तो 5 जना 7 जना 10 जनालाई पनि एक-एकजना स्टाफ पठाइदिनु भएको थियो उहाँले। अनि अरूको चाहिँ त्यस्तो छैन रे भनेर हामीलाई कम्प्लेन गर्नुभएको थियो, हामीसँग कुरा गरिनु भएको थियो। त्यो पनि त्यो पार्ट पनि मैले राम्रो पाएँ। र सधैँभरि चाहिँ आउने भक्तहरूको लागि चाहिँ यो व्यवस्था, यो सुविधा चाहिँ तपाईँहरू दिइराख्नु होला। योभन्दा अझै राम्रो प्रगति गर्दै जानु होला। यही शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय गोरखनाथ।